हेलो साथीहरू, वान सेकेन्ड वेलकम ब्याक माई भिडियो। तपाईँहरूलाई एउटा सल्लाह, राम्रो सल्लाह दिन आएको छु। स्क्रिप्ट नगरिकन हेर्नु होला। अहिले तपाईँको सामाजिक सञ्जालमा जति पनि भिडियोहरू धेरैजना साथीहरूले फिल्टर एआई युज गरेर भिडियो पोस्ट गर्नुभएको छ नि, त्यो भिडियो त्यस्तो तरिकाले पोस्ट नगर्नु होला। टिकटक, युट्युब, फेसबुक, जति पनि सामाजिक सञ्जालमा त्यो तपाईँले अझ तपाईँको एआई त झन् खतरा हो। लाइक तपाईँलाईको कुनै पनि च्यानलले राम्रो रेस्पोन्स दिँदैन, सपोर्ट गर्दैन। तपाईँसँग जे रियल छ, जस्तो छ नि त्यस्तो पोस्ट गर्नु होला। यो फिल्टर एआई, फिल्टर त थोरै लगाउन सकिन्छ होइन, तर झन् एआई त तपाईँको मान्छे नै परिवर्तन गरिदिएको हुन्छ क्या। त्यसै कारणले जेसँग तपाईँसँग छ त्यो लाइभ पोस्ट गर्नु होला। त्यो नै तपाईँको एकदम राम्रो सपोर्ट गर्छ है च्यानलहरूले। यो तपाईँले देख्नु भएको छ नि, यो यात्रा जस्तो अनुहार, यो नो फिल्टर नो एआई एकदम रियल हो है त। फेरि यस्तै राम्रो सुझाव लिएर अर्को भिडियोमा भेटौँला। बाई बाई।